माया प्रेम चढाउन चाहन्छु। यस करीमा हाम्रा अतिथिज्यूहरू, प्रमुख अतिथिज्यू लगायत ग्रेट सोल्स अतिथिज्यूहरू ड्यासमा जोइसिन्छ। कृतज्ञता चढाउँदै त्यही पनि वन्स अगेन मेरा सम्पूर्ण प्रिय मम्मी, प्रिय बाबा, नानीहरू, हजुर जो यहाँ उपस्थित होइसिन्छ, हजुरप्रति वन्स अगेन न्यानो प्रेम चढाउन चाहन्छु। मेरो मुटुभरिको माया प्रेम हजुरलाई सिकाइकन होस्। मिजय प्रेम। मान्छेको जिन्दगी यति कच्चा हुन्छ। सुर दुर्लभ भई सब ग्रन्थ गावा, बडो भाग्य से मानुष त नपावा। सम्पूर्ण शास्त्रहरूले, पुरानो शास्त्रहरूदेखि लिएर सारा शास्त्रले भन्छ रे, सुर दुर्लभ भई सब ग्रन्थ गावा, बडो भाग्य से मानुष त नपावा। मान्छेको शरीर बडो भाग्यले पाएका छौं हामी, साँच्चै नै बडो भाग्यले पाएका छौं यो शरीर, यो मान्छेको जीवन, जुन जीवनमा हामी ईश्वर प्राप्ति गर्न सक्छौं, जुन जीवनले ईश्वर खोज्न सक्छौं, ईश्वरको समीपमा, ईश्वरको नजिकमा आउन सक्छौं। मान्छेको जिन्दगी यस्तो जिन्दगी हो, यस्तो प्राणी हो जसले यो संसारमा आनन्दै आनन्दको बगैँचा बनाइदिन सक्छ। मान्छेको जिन्दगी यस्तो जिन्दगी हो जसले दुखी, गरिब, पीडित मान्छेको मात्र नभएर सारा पशुपन्छी प्राणीहरूको हित र कल्याण गर्दछ। मान्छेको जिन्दगी आहा कति सुन्दर जिन्दगी हो यो। मान्छेको जिन्दगी यस्तो जिन्दगी हो जसले खुशीको बहार ल्याइदिन सक्छ। जसरी एउटा ऋतुमा, शिशिर ऋतुमा फूलहरू फुलिरहेका हुन्छन्, कति आनन्दले फूलहरू नाचिरहेका हुन्छन्, त्यस्तै हराभरा वातावरण बनाइदिन सक्ने मान्छेमा क्यापेसिटी छ। सो यस्तो महान जिन्दगी लिएर, यस्तो असल जिन्दगी लिएर हामी जन्मेका छौं प्रिय आमा, प्रिय बाबा, प्रिय नानाहरू। तर यो जिन्दगी पाउनुमा मात्र ठूलो कुरा थिएन र ठूलो कुरा छैन पनि, तर यो जिन्दगीलाई अर्थपूर्ण बनाएर जिउनु चाहिँ ठूलो कुरा हो। कारण परम प्रधान परमेश्वर जसले हामीलाई बनाउनु भयो, परम प्रधान परमेश्वर जसले सारा ब्रह्माण्डको सृजना गर्नुभयो, हु हेज क्रिएटेड द होल युनिभर्स, परम प्रधान परमेश्वर जो हामी आकाशको ताराहरू हेर्छौं, राति चिप 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 बलिरहेका हुन्छन् ती ताराहरू, राइट, धिप धिप बलिरहेका हुन्छन् आकाशका ती ताराहरू। अनि हामीलाई लाग्छ त्यो ताराहरू कसरी झुन्डिरहेको होला, केमा झुन्डिएको होला। जसरी हाम्रो कपडाहरू ह्याङ्गरमा झुन्डाउँछौं, साँच्चै त्यो ताराहरू झुन्डिरहेका होला। हामीलाई कहिलेकाहीँ प्रश्न उठ्दछ त्यो बच्चा मनमा, त्यो बच्चा कालमा, त्यो बच्चाको माइन्डमा ती सारा कुराको लाई एउटा सेटिङ्स बनाएर राख्ने, सारा कुरालाई फिट बनाएर राख्ने अदृश्य परम प्रधान परमेश्वर चाहनुहुन्छ कि हामी हरेक मान्छेहरू असल भएर जिउन सकौं अरे। हामी अरूको हत्यारा होइन, अरूलाई मार्ने होइन, अरूलाई काट्ने होइन, अरूलाई नराम्रो भन्ने होइन। तिमी त्यो धर्मको, म यो धर्मको, तिमी त्यो जातको, म यो जातको भनेर जिउने मान्छे होइन। हामी परम प्रधान परमेश्वरले, मागले ईश्वरले चाहनुहुन्छ सारा मान्छेलाई आमा, बाबा, भाइ, बहिनी एउटा परिवार जस्तो बनाएर बसेको उहाँ चाहनुहुन्छ। प्रिय आमा, बाबा, नानीहरू, आज यो च्याङथापुमा अराउन्ड 15 वर्षपछि, 16 वर्षपछि फेरि म फर्केर आएको रहेछु। त्यो समयमा जुन टाइममा म च्याङथापुमा थिएँ, हजुरलाई प्रायलाई स्टोरी थाहा छ। म त्यो समयमा भविष्यवाणी गर्दै हिँड्थेँ। म सानो बच्चा कालको थोरै पृष्ठभूमि हेर्दा, सानो बच्चा कालमा म एउटा यस्तो मोमेन्ट थियो, म त्यो बच्चा हुँदा माकुराहरूको खुट्टा भाँचिएको देखे भने त्यो माकुराको खुट्टा जोड्न म लागि पर्थे। किराहरूको
कमिलाहरूको खुट्टा भाँचिएको देखेँ भने म दिनभरि रुन्थे। त्यो किराहरूको त्यो कमिलाहरूको खुट्टा जोड्नमा म समय बिताउँथे। पशु पंक्षी प्राणीहरू सारा त्यो किरा फट्याङ्ग्राहरूको पनि मृत्यु मेरो लागि सह्य थिएन। कई फूलहरू भाँचिएको देखे भने त्यो फूलहरू जोड्ने प्रयास गर्थे ताकि फूलहरू त्यो नचुडियोस्। अनि यस्तो हुँदै गर्दा एक दिन एउटा यस्तो मोमेन्ट आयो जुन दिन त्यो गाउँको एकजना अंकल पर्नेले उहाँ मलाई काखमा राख्नुहुन्थ्यो र काखमा खेलाउनुहुन्थ्यो। उहाँ मेरो प्यारो हुनुहुन्थ्यो। तर भोलिपल्ट उहाँ यो संसारबाट बिदा हुनुभयो। उहाँको देहान्त भयो र त्यो देहान्त भएपछि मलाई यस्तो प्रश्न आयो, वाउ, आज हिजो मलाई उहाँले काखमा राखेर खेल्नुहुन्थ्यो, खेलाउनुहुन्थ्यो, आज उहाँ कहाँ जानुभयो? वेयर ही इज गन? उहाँ कहाँ पुग्नुभयो होला? यस्तो मलाई प्रश्न उठ्न थाल्यो। उहाँ अंकल जो गाउँको हुनुहुन्छ उहाँ कहाँ छ त्यो खोज्नुपर्छ भनेर मैले सोच्न थालेँ। अफकोर्स मैले देखेँ उहाँको शरीरलाई लुङसुराङतिर लिएर जाँदै गरेको। हाम्रो गाउँमा महिना महिने मान्तेनमा र त्यो महिना महिने ठाउँमा जब संसारबाट मान्छे बिदा भएपछि उहाँलाई कोसीमा लगेर जलाउने चलन छ, बगाउने चलन छ। कि चाहिँ जलाउने कि चाहिँ बगाउने, यो दुईटा चलन छ। गाड्ने चलन छैन त्यहाँ। सानो सानो बच्चाहरू छन् भने त्यसो पनि हुन्छ, नत्र बगाउने चलन र जलाउने चलन छ। अनि उहाँको शरीरलाई लिएर कोसीतिर जाँदै गरेको मैले देखेँ। अनि मैले पछ्याउँदै गएँ र पछ्याउँदै गएर त्यहाँ दाउराहरू उहाँहरूले बटुल्नु भयो, मलामीहरूले। अनि दाउरामा आगो लगाएर उहाँलाई जलाउनु भयो। मैले प्रश्न गरेँ, वाउ, त्यो आगोले त दुख्छ नि। मेरो हात, मेरो औला कुनै कुपी बत्ती बलिरहेको जुन कुपी छ त्यसले मेरो औला पोलेको थियो। एक दिन त्यो पोलेको मैले छसक्क याद गरेँ। एउटा कुपीले मेरो औलालाई पोल्दा यति दुख्छ भने उहाँको सारा शरीर त्यो दाउराहरूमा त्यो आगोको झल्लमा हाल्दा के दुख्दैन? मलाई प्रश्न आयो। त्यो प्रश्नहरूको उत्तर खोजीमा म तपस्यामा लागेँ कि यो शरीर त मान्छे मर्दो रहेछ, मान्छेको शरीर त चलाउँदो रहेछ। सच आज छ भोलि छैन, जिन्दगी त के भरोसा छ? तर त्यो मान्छेको शरीर त गयो, तर त्यो हिजो बोलिरहने मान्छे अझ मरेको हुनु नपर्ने हो। त्यो हिजो खेल्दै गरेको, बोल्दै गरेको, हिँड्दै गरेको मान्छे सायद शरीर ढल्यो होला, तर त्यो मान्छे ढलेको नहुनु पर्ने हो भनेर मलाई लाग्यो। यही कारणले गर्दा त्यसो खोजीमा मेरो बाबालाई प्रश्न गरेँ, पापा, यो उहाँ जो हुनुहुन्थ्यो मान्छे उहाँ कहाँ जानुभयो? खदाती खारा होला, बान्दा भाषा गाउँमा बोल्ने चलन छ। खदाती खारा होला अर्थात् कहाँ चाहिँ जानुभयो होला त्यो व्यक्ति। तर उहाँले भन्नु, होइन खोइ कता गयो, कहाँ गयो, मलाई थाहा छैन। हरेकलाई मैले सोधेँ, उत्तर मैले पाएँ, थाहा छैन। तब अब मान्छेलाई सोधेर उत्तर नपाइने रहेछ मैले महसुस गरेँ। अनि राति सुत्दा आँखा चिम्म गर्दा पनि त्यही प्रश्नले मलाई दुःख दिइरह्यो। र आँखा चिम्म गर्दा अलिकता मैले केही उत्तरहरू पाउँछु जस्तो झस्काहरू मलाई सुरु भयो। त्यही कारणले गर्दा आँखा चिम्म गर्न थाले। राति त आँखा चिम्म हुन्छ, दिउँसो पनि आँखा चिम्म गर्न थाले। त्यही हो तपस्या, त्यही हो ध्यान। यही ध्यान र तपस्याको माध्यमद्वारा मैले खोज्न थाले त्यो मान्छे कहाँ गयो, त्यो मान्छे कहाँ गयो। मलाई आत्मा भन्ने चिज थाहा थिएन। आई ह्याड नो आइडिया अबाउट द सोल, अर्थात् आत्मा के हो त्यो मलाई थाहा थिएन। मलाई केवल मान्छे भन्ने थाहा थियो। र यी मान्छेको खोजी गर्ने क्रममा जंगलमा निस्किन थाले, घरबाट भाग्न थाले। आमाले मलाई कुट्न थाल्नु। जब म घरमा रहदिन थिएँ, जंगलमा राति पनि जंगल मेरो बास हुन्थ्यो। बेलायती रानको बेलायती बोटको मुनि कहिले त्यहाँ बास गर्थे। कहिले गाई गोरुहरूको बीचमा जान्थे, कहिले पानी, कहिले बगरमा, कहिले खोलाहरूमा, कहिले जंगलहरूमा। यसरी समयहरू बिताउँदै जाने क्रम मेरो सुरु भयो। र एउटा मोमेन्ट आयो परम प्रधान परमेश्वरको, भगवानको कृपाले मलाई लाटुम भयो कि मान्छेको शरीर ढल्दो रहेछ तर मान्छे मर्दैन रहेछ। मान्छेको शरीर ढल्दो रहेछ तर मान्छे मर्दैन रहेछ।
गीता भागवतले भनेको छ न जायते म्रियते वा कदाचिन नायम भुक्त भवित वा न भूय अजो नित्यः शाश्वतयं पुराण हो न हन्यते हन्यमाने शरीरे। अर्थात गीता शास्त्रको 2:20 ले भन्छ the soul never takes birth and never dies at any time, nor does it come into being again. When the body is created, the soul is birthless, eternal, imperishable and timeless, and is never destroyed when the body is destroyed. अर्थात आत्मा भन्ने कुरा कहिले पनि डिस्ट्रोय हुन सक्दैन। न जायते म्रियते वा कदाचिन नायम भुक्त भवित वा न भूयः अजो नित्यः शाश्वतयं पुराण हो न हन्यते हन्यमाने शरीरे। अर्थात हाम्रो शरीर ढल्छ, शरीर जान्छ, तर पनि हामीसँग जो आत्मा छ त्यो न त आगोले जलाउन सक्छ, न त पानीले बगाउन सक्छ, न त पानीले नै डढाउ भिजाउन सक्छ। यो इथेनल छ, पतलेस छ, यसो न त जन्म छ न त मृत्यु छ, न त कुनै चिजले पनि यसलाई डिस्ट्रोय गर्न सक्छ। नैनम चिन्तन्ते शास्त्राणि नैनम दहते पावकः न चैनम क्लेदयन्ति न हो न शाश्वती मारुतः। यस्तो हामी शरीर शास्त्रले सबैले भन्छ कि हाम्रो शरीर यो ढल्ने शरीर हो, यो क्षणभङ्गुर शरीर हो, तर हाम्रो आत्मा जो हामीले लिएर आएका छौं त्यो कहिले ढल्ने होइन, त्यो कहिले मर्ने होइन। यसर्थ त्यो आत्माको खोजी क्रममा मैले यो कुरा महसुस गरे कि हामी यो संसारमा आमा बाबा हामी जो यहाँ छौं, आज यहाँ आउनु भएको छ, म यहाँ आएको छु, हजुर यहाँ आउनु भएको छ। हामी एक दिन ढल्छौं, सायद कुनै दिन यस्तो दिन आउँछ होला, त्यो मेङमेङको हाम्रो आमा, त्यो मेङमेङको हाम्रो बाबा, त्यो प्राम्बुङको हाम्रो आमा, त्यो प्राम्बुङको हाम्रो बाबा, त्यो चाङथापुको हाम्रो आमा, त्यो चाङथापुको हाम्रो बाबा, त्यो बट्टिनीको फलाइचाको हाम्रो आमा, त्यहाँको बाबा छैन अरे। एउटा कथा, एउटा रिमोट सुरु हुन्छ, छैन अरे। त्यो बेतेनीको हाम्रो आमा आज छैन अरे, त्यो फलाइचाको हाम्रो बाबा आज छैन अरे, त्यो रवि र रानीटारको हाम्रो सर हुनुहुन्न अरे। एउटा कथा सुरु होला, तर त्यही हाम्रो कथा अन्त हुँदैन रहेछ। हामी ढल्छौं, हामी यो संसारबाट बिदा हुन्छौं, ढल्छौं, मर्दैनौं, तर बिदा हुन्छौं। यसो मृत्यु भन्ने शब्द सही होइन, किनभने मान्छेको मृत्यु नै छैन। मृत भन्ने शब्द चाहिँ अन्त हो, that's a finish, that's the period। तर हाम्रो मृत्यु भन्ने शब्द छैन, हामी मृत्यु हुँदैनौं, हामी यहाँबाट जब संसारबाट बिदा हुन्छौं तब हाम्रो अर्को लोक छ, अर्को लोक छ, हामी एक दिन स्वर्गमा पुग्छौं। पाप फलम नरकादिमास्तु। हाम्रो यदि पाप गरेका छौं भने हामी नरकमा फस्छौं अरे, तर धर्म गरेका छौं, पुण्य कर्म गरेका छौं भने हामी स्वर्गमा जान्छौं अरे। यही स्वर्गमा जाउँ भनिकन पुण्य कर्मको व्याख्या गर्दै पुण्य कर्म के हो भनेर मलाई भगवानले जुन सिकाउनु भयो त्यही कुरा पाड्दै आज फेरि हजुर कहाँ आइपुगेको छु। प्रिय आमा, प्रिय बाबा, नानीहरू, र जब यो संसारबाट हामी बिदा भएर हामी स्वर्ग जान्छौं, अनन्त राज्यमा जान्छौं, पाप फलम नरकादिमास्तु, तर धर्म र पुण्य कर्मको फल स्वर्गमा, त्यो स्वर्ग अर्थात निर्वाणा जहाँ छ त्यहाँ हामी पुग्छौं अरे। यही कुरा मैले जब थाहा पाएँ, त्यो समय 12 वर्षको उमेरको म थिएँ। त्यसपछि कमण्डली लिएर ठाउँ ठाउँमा हिँड्न थाले, र कमण्डली लिएर ठाउँ ठाउँमा हिँड्ने क्रममा कहाँ पुगिन होला, लुम्बिनीमा कति बसे, अनि कृष्ण मन्दिरमा, पशुपतिको छेउ कृष्ण मन्दिरमा लामो समय बसे, गिर्जामा पनि गएर बसे, तिब्बत पुगे, र यसो हुँदै हुँदै आएर 56 सालतिर च्याङथापुमा मैले पाइला टेको थिएँ। मैले कमण्डलु बोकेर ठाउँ ठाउँमा हिँडे, जंगलमा कहिले कहाँ तपस्या गर्दै ध्यान गर्दै बाल तपसी भनेर मलाई भनिन्थ्यो, कहिले सिन्द्राङमा भोजपुरको सिन्द्राङतिर, कहिले कहाँनिर, कहिले कता, कहिले सगरमाथा जुन छ उसको छेउमा, कहिले कञ्चनजङ्घाको छेउमा, कहिले माछा पुच्छ्रे हिमालको छेउमा, कहिले डाँडामा, कहिले काँडामा, कहिले पोखरीमा, कहिले हिमतालहरूमा, यसै गर्दै गर्दै अगाडि बढ्न मैले सुरु गरेँ। र पोखरीहरूमा मैले झण्डाहरू गाड्न थाले। मेरो प्रिय आमा बाबा नानाहरूलाई याद छ, हामीले साहित्य पवित्र मानिने पोखरीहरू कुनै पनि बाँकी रहेनन् जहाँ हामीले झण्डाहरू राखेनौं। र यसो हुँदै झण्डाहरू राख्दै राख्दै म यहाँ च्याङथापुमा पनि आइपुगेँ।
र च्याङथापुमा यहाँ आएर यहीँ बसेर यहाँबाट बेतेनी पुगे म। त्यतिखेर हाम्रो प्रेम सर हुनुहुन्थ्यो, उहाँ मम्मी हुनुहुन्थ्यो। त्यहाँ त्यो घरमा म बसेँ। त्यहाँदेखि तिम्बु पोखरी पुगे अनि तिम्बु पोखरी पुगेर प्रार्थना गरेँ, पूजा सेवा गरेँ। सारा विश्व मानवको र सारा पशुपक्षी प्राणीहरूको कल्याण र मङ्गल होस् भनिकन मैले सेवा गरेँ। त्यहाँबाट फर्केर आएँ। पछिल्लो पल्ट फेरि तिम्बु पोखरी पुगे। झण्डा माग्ने छ जहाँ शान्ति शान्ति प्रेम लेखिएको छ त्यो माग्ने छ मैले हालेँ। र तिम्बु पोखरी लगायत हाम्रो प्राम्बुङको जलजले पोखरीहरूतिर अनि त्यसो हुँदै हुँदै ताप्लेजुङबाट उतातिर गएर भुटे पोखरीतिर अनि सभा पोखरी साल्पा पोखरीमा मैले झण्डा राखेको 2051 सालमा 2051 सालमा साल्पा पोखरी जहाँ 5वटा जिल्लाको बीचमा पर्छ त्यहाँ पनि मैले यही प्रार्थना गर्दै साराको कल्याण होस् भनिकन प्रार्थना गर्दै त्यो पोखरीमा साल्पा पोखरीमा मैले माग्निस राखेको थिएँ। त्यो माग्निस राख्दा साल्पा पोखरी पुरै हिउँले छ्याप्पै पारेको थियो अनि हिउँमा हिँडेको थिएँ। म डुबी गएँ अनि मेरो शिर पनि पुरै डुबी गयो। पानी मुनि तल माथि तैरिएको छ हिउँको पत्ताहरू, हिउँको इँटाहरू, तर मुनि म पसिगएको थिएँ। अनि त्यहाँ रहेँ, ध्यान गरेँ, तपस्या गरेँ अनि पानी आफै ईश्वरको कृपा, मानको कृपा जहिले पनि हुन्छ अनि उहाँको कृपाले बिस्तारै त्यो हिउँहरू फुटे। र हिउँहरू फुटेर म बाहिर निस्केँ अनि मसँग झण्डा सानो थियो त्यो मैले राखेँ। 2051 सालको कुरा थियो। अनि त्यसपछि झण्डा राख्दै 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 पोखरीहरूमा झण्डा राख्न कारण लेप्मुहाङ बाजेको हामीसँग कथा छ। पहिला लेप्मुहाङ बाजेले के गर्नुहुन्थ्यो, अगाडिको इतिहास सृष्टिकालको कुरा लेप्मुहाङ बाजेले यो पानी जलमय भएको थियो अरे यो संसार। अनि जलमय हुँदाखेरि ढुङ्गामा उहाँले यो संसार बचाउनु भएको थियो अरे। हामी मनु भनेर चिन्छौँ हाम्रो हिन्दू शास्त्रमा, मनुको कथाहरू हामी पढ्छौँ। अनि त्यो मनु भने अर्थात् लेप्मुहाङ यतातिर अरू शास्त्रहरूले पनि बखान गरेको छ। अनि उहाँले चाहिँ ढुङ्गाबाट मान्छे बचाउनु भएको थियो अरे। त्यसको एउटा प्रतीक हो यो संसार साँच्चै नै अन्धकारमा छ। हमसे जमाना से हम नहीं, यो संसार कलियुगमा ढाल्यौं हामीले। आफै कलियुग त आएको होइन, हामी मान्छेले कलियुग बनायौं। जाँड चाहिँ खायौं, झगडा गर्यौं, कुटाकुट गर्यौं, मारामार गर्यौं, त ठुलो कि म ठुलो भनेर हामी लडाई गर्यौं हैन। एकअर्कालाई नराम्रो गर्यौं, गाली गर्यौं, बेइज्जत गर्यौं, तल घरको मान्छेको खुट्टा बाँचोस् भनेर प्रार्थना गर्यौं होला। देवी देवतामा गएर पनि, पाथिभरामा गएर पनि मेरो चाहिँ राम्रो होस्, अरू चाहिँ ठिक नहोस् है, नराम्रो होस् भन्यौं होला। मान्छेले मान्छेको कल्याण, मान्छेले मान्छेको भलाइ सोच्न छोड्यौं अब संसारमा। मारामार चलिरहेको छ, अशान्ति चलिरहेको छ। अघि हाम्रो प्रमुख अतिथि सर उहाँ यहाँको सचिव भइसिन्छ भविष्यको, उहाँले भन्नुहुँदै थियो कि यो संसार साँच्चै नै अशान्तिले आक्रान्त छ। अशान्तिले आक्रान्त छ नि च्याङथापुमा बसेका छौँ। हाम्रो यहाँ हाम्रो सुरक्षाकर्मी सरहरूले हामीलाई धेरै सुरक्षा दिइरहनु भएको छ। हामी सबै मिलेर बसेका छौँ। कस्तो आनन्दको कुरा। तर काठमाडौँ जाउँ न, कस्तो छ, मारामार चलिरहेको छ त्यो काठमाडौँमा। त्यहाँदेखि उता इराकतिर जाउँ, खाडी मुलुकहरूतिर जाउँ, अर्को अफगानिस्तानतिर जाउँ, मान्छे नमरेको, मान्छे नमारिएको दिन पो कुन दिन होला र। संसारमा भाग पहिलो मचिरहेको छ, मारामार चलिरहेको छ, दुष्प्रभाव बढिरहेको छ, आरोप र लान्छना बुनिरहेका छन्, षड्यन्त्र बुनिरहेका छन्, एकअर्काको अस्तित्व नामेट गर्न प्रयास गरिरहेका छन्। छोराछोरीले आमा बाबालाई हिर्काइरहेको छ, छोराछोरीले आमा बाबालाई नराम्रो गरिरहेको छन्। यो समय यस्तो आएको छ, माइतीहरूले चेलीहरूलाई चेली गर्न छोडेका छन्। समय यस्तो आएको छ, साथीभाइमा पनि छल कपट गर्ने दिनहरू आएका छन्। एकअर्कालाई विश्वास गर्ने ठाउँै छैन। आफ्नो नजिकको मान्छेलाई पनि विश्वास गरेर ऋण दियो, भोलिदेखि त कहाँ भाग्यो। एकछिनको लागि कति विश्वास लाग्छ उहाँले त राम्रै गर्छ होला भनेर, तर विश्वासघात गर्छन्। के गर्नु, यो संसार यसैलाई त कलियुग भनेको होइन र। कलियुग भनेको नै छलछामको युग हो, खराब युग हो, एकअर्कालाई नराम्रो भन्ने युग हो। यस्तो युग ल्याएका छौँ हामीले। यो संसार यस्तो भइसकेको छ। यस्तो संसारलाई फेरि उतार दिनुपर्छ है।
भनेर शास्त्रले भन्छ। परित्राणय साधनम विनाशाय च दुष्कृतम धर्म संस्थापनार्थय सम्भावि युगे युगे। श्री कृष्णजी भन्नुहुन्छ धर्म संस्थापनार्थ गर्नको लागि, साधु सन्तहरूलाई बचाउनको लागि, पापिष्टहरूको नष्ट गर्नको लागि समय समयमा जन्म लिन्छु है अर्जुन भनेर कृष्णजीले भन्नुहुन्छ। त्यो श्री कृष्णजीको वचनहरू पूरा गर्नुपर्छ तपाईँ हामीले, हामी सबै मिलेर कि हामी साँच्चै नै यो संसारमा नयाँ युग ल्याउनु पर्छ, संसारमा नयाँ एउटा मौसम ल्याउनु पर्छ। खराब मौसम होइन, असल मौसम। यही वचनका साथ हामी आज यहाँ भेला भएका छौं।